गुड मर्निङ साथीहरू। आज म कुरा गर्छु नेपालको फोहोरी राजनीति र हाम्रो भाइ बहिनीहरूले गुमाएको जेनजी आन्दोलनमा अमर शहीद बनेका भाइहरूमाथि गरेको यो डर्टी पोलिटिक्स। एकजना सबैले गर्दैछन्, एकजना मात्रै होइन, सबै पार्टीले फोहोरी खेल खेल्दैछन्। यसमा भाषणमा गयो, सबको भाषणमा सुनिन्छ 23-24 को आन्दोलन, यसले यस्तो गर्यो उस्तो गर्यो, हामीले यो पल्टायौँ त्यो पल्टायौँ, होइन। फर इक्जाम्पल हाम्रो सुमना श्रेष्ठजीलाई लिनुहोस्। उहाँ जानुहुन्छ कुलमान घिसिङजीले खोल्नुभएको नयाँ पार्टीको घोषणा सभामा 23-24 कुरा गर्नुहुन्छ, एकदम दमदार भाषण दिनुहुन्छ। तर त्यहीँभित्र एकजना चाहिँ हाम्रो आफ्नै यही मन्त्रीमण्डलको मन्त्री बस्नु भएको छ, उहाँ केही गर्न सक्नु। गृहमन्त्री भाषण दिन जानुहुन्छ, कुलमानजी भाषण दिन जानुहुन्छ, कुरा 23-24 गर्नुहुन्छ। सुशीला हजुरआमा भनौँ, कुरा 23-24 गर्नुहुन्छ, होइन। जेनजीको कुरा गर्नुहुन्छ। तर कसैमा रत्तिभर पनि यति तागत छैन कि त्यो घटना गराउने जो जिम्मेवार छ उसलाई ल्याएर इन्क्वायरी गर्न सकोस्। कसैमा त्यति हिम्मत छैन। र फेरि कुरा गर्न मन लाग्छ त्यही हाम्रो रवि दाईको। मान्छे सबै मारेकोहरूलाई चाहिँ ल्याएर इन्क्वायरी गर्न नसक्ने, तर जो मान्छेले गर्दै नगरेको, मैले यो अपराध गरेकै छैन, पापै गरेको छैन भन्ने मान्छेलाई सन्नी देवलको चाहिँ फिल्मी स्टाइलमा तारिक पे तारिक, पेशी पे पेशी, तारिक पे तारिक, यो जेलबाट त्यो जेल, त्यो जेलबाट यो जेल, होइन। हप्तौँ पछि अब छुट्यो भन्दा मान्छेको त्यो आशै मरिसक्यो, होइन। त्यो पोइन्ट चाहिँ भन्न सक्नु पऱ्यो कि भइ के रहेछ, के गरिरह हो। पहिले घटनामा मरेका जुन चाहिँ हाम्रो भाइ बहिनीहरूको ज्यानको लागि चाहिँ जो जिम्मेवार छ कि सरकारले भन्नु पऱ्यो, हामीमा हिम्मत छैन, हामी सक्दैनौँ, तपाईँहरू हाम्रो पछि यसरी नलाग्नुहोस्, मिडियाहरू छोडिदिनुहोस् हामीलाई, हामी उहाँहरूलाई इन्क्वायरी गर्न सक्दैनौँ, हामीमा त्यति तागत छैन, हिम्मत छैन भनेर तपाईँहरूको आयोगले भन्दै भयो। अनि तपाईँहरूले पनि भनिदिनुहोस् कि रविजी चाहिँ निस्किनुहुन्न, तपाईँहरू मेहनत प्रयास नगर्नुहोस्। यो बारम्बार यो युट्युबमा अहिले छुट्यो तैले छुट्यो, अब छुट्यो, आज शुक्रबार, भोलि पेशी, अदालत बन्द हुन्छ, अब 5 बजीसम्म सिद्धिन्छ, बहस सिद्धियो, यो सुनेकै 10 दिन भइसक्यो, केही त भएन। अनि यो विषयमा अलिकति हाम्रो अपडेट पनि दिने गर्नुहोस् कि हाम्रो एकजना रासोपाकै को हुनुहुन्छ नि, दिपक बोरा कि के हुनुहुन्छ, उहाँ पहिला त उहाँले त्यो पोखरामा बुटोलमा हुँदा त उहाँको त हरेक दिन अपडेट आउँथ्यो। अहिले त उहाँ पनि रासोपामा अलिक बढी सक्रिय हुनुभएछ, क्या बिजी हुनुभएछ लाइफस्टाइलमा, उहाँको पनि अपडेट खासै आउँदैन। बाहिरमा यसो मान्छेलाई क्युरियोसिटी हुन्छ नि त दाइ, यसो अपडेट दिए पो थाहा हुन्छ के भइरहेछ भनेर, होइन। र प्लिज नेताहरूलाई चाहिँ जेनजीको चाहिँ